हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ एसजुलीको ब्लगमा। आज म चाहिँ बर्खे तरकारी अथवा झिक्रे तरकारीको ब्याड राख्न थालेको छु। सुरुमा मैले माटोलाई एकदम मसिनो गरेर त्यसमा मलको मात्रा मिलाएर रेडी गरेको छु। मैले अलिकति कालो यस्तो पोलिथिनमा लिएको छु भने अलिकति चिया खाने कपमा लिएको छु। हजुरहरूलाई जुनमा सजिलो हुन्छ, जुन उपलब्ध हुन्छ हजुरहरूको ठाउँमा त्यसमै लिन सक्नुहुन्छ। मैले चाहिँ माटो मल सबै रेडी गराएर माटोलाई ठिक्क चिसो बनाएर अब म बिउ लगाउन थालेको छु। सुरुमा मैले 3 जाल काँक्रो लगाउँछु। मलाई चाहिँ काँक्रो एकदमै मनपर्छ। गर्मीमा शीतलो हुन्छ खानको लागि पनि, एकदम स्वास्थ्यको लागि पनि। त्यसैले मैले 3 जाल काँक्रो राखेँ सुरुमा। अनि त्यस पछाडि दोस्रो नम्बरमा एकदमै सबैलाई मनपर्ने अनि सबैलाई स्वास्थ्यको लागि, सबैको स्वास्थ्यको लागि एकदमै फाइदा गर्ने तरकारी भनेको लौका। लौका चाहिँ हाम्रो स्वास्थ्यलाई एकदमै राम्रो हुन्छ। त्यसैले मैले 2 जाल लगाएको छु। हजुरहरूलाई पनि मनपर्छ, स्वस्थ रहन चाहनुहुन्छ भने अवश्य पनि हजुरको करेसाबारीमा एड गर्नुहोला। अनि अर्को नम्बरमा छ एकदमै सबैको घरमा पाक्ने, बर्खाको याममा सबैको घरमा पाक्ने, सबैको घरमा हुने तरकारी भनेको घिरम्ला। घिरम्ला चाहिँ राष्ट्रिय तरकारी नै भएको छ साथीहरू नेपालीहरूको। यो स्वास्थ्यको लागि नै एकदमै फाइदा हुन्छ। त्यसैले हजुरहरूले पनि लगाउन नबिर्सिनु होला। अनि मैले अर्को खाँदा तितो तर एकदमै स्वास्थ्यको लागि मिठो फाइदा गर्ने तरकारी लिएको छु, करेला। मैले करेला पनि 2 जाल लगाएको छु। मेरो अलि बारी सानो छ, त्यसैले थोरै थोरै लिएको छु। हजुरहरूले आफ्नो आवश्यकता अनुसार, आफ्नो बारी अनुसार लगाउनु होला। अनि मैले अर्को लिएको छु मुन्टा खाने फर्सी र 1 झाल मुन्टा खाने फर्सी अनि 2 झाल जुकेनी फर्सी। जुकेनी फर्सी चाहिँ फल खानको लागि एकदम उपयोगी हुन्छ भने मुन्टावाला फर्सी चाहिँ मुन्टा खानको लागि। अनि लास्टमा मैले घिरम्ला लगाएकी छु। अब अर्को पार्ट चाहिँ मैले यो बिरुवाहरू सबै के कति मात्रामा उम्रिन्छ, कस्तो हुन्छ साथीहरू हजुरहरूलाई अर्को भिडियो मार्फत जानकारी दिनेछु। हजुरहरूले पनि यो तरकारीको ब्याड अवश्य राख्नुहोला। आफ्नो करेसाबारीमा लगाइहाल्नको लागि रेडी गराउँदै गर्नुहोला। मैले चाहिँ यस्तो बार बनाइदिएको छु ताकि यसलाई ताप गरम मिलोस् भनेर, तातो न्यानो रहोस् भनेर। अनि सेतो पोलिथिनले पनि ढाकिदिएको छु। साथीहरू, मेरो च्यानललाई ग्रोथ गर्नको लागि हजुरहरूले साथ सपोर्ट दिनुहोला। च्यानललाई लाइक एन्ड सब्स्क्राइब गर्नुहोला। भिडियोलाई फुल